आज म तपाईँहरूलाई लाइसेन्स एक्जामको फर्म कसरी भर्ने भनेर सिकाउँछु। सुरुमा तपाईँहरूले कुनै पनि एउटा ब्राउजर जस्तै क्रोम, ओपेरा खोल्न सक्नुहुन्छ। त्यो ब्राउजर खोलेर तपाईँले nnc.org.np मा गएर अहिलेको लाइसेन्स एक्जामको नोटिस हेर्न सक्नुहुन्छ। कहिलेदेखि कहिले डेटसम्म भर्न मिल्छ भनेर र कति रकम लाग्छ कुन फिल्डको लागि भनेर। त्यति हेरिसकेपछि application.nnc.org.np मा गएर तपाईँले फर्म भर्न सुरु गर्दा हुन्छ। अहिले हामी एप्लिकेसन पोर्टलको होम पेजमा छौँ। त्यो होम पेजबाट लगइन पेजमा गएपछि तपाईँले फर्म भर्ने यस्तो खालको इन्फर्मेसन राख्ने ठाउँ भेट्नुहुन्छ। आफ्नो इन्फर्मेसन थपिसकेपछि रजिस्टर गर्नुहोला। रजिस्टर गरिसकेपछि अब राखेको इमेल एड्रेस र पासवर्डलाई लगइन गर्नुहोला। त्यो लगइन कन्फर्मेसन पेज चाहिँ तपाईँको जिमेलमा पनि आउँछ। यति गरिसकेपछि तपाईँ अब फर्म भर्ने ठाउँमा पुग्नुहुन्छ। अब भर्नु अगाडि चाहिँ तपाईँले माथि लेखेको सूचना चाहिँ राम्ररी पढ्नुहोला। तपाईँले सुरुमा आफ्नो इन्फर्मेसन दिनु अगाडि चाहिँ के गर्नुपर्छ त, सुरुमा खल्तीमा पैसा लोड गरेर पेमेन्ट गरेपछि बल्ल डिटेल्सहरू भर्ने ठाउँ आउँछ। तपाईँले खल्तीमा पेमेन्ट गरिसकेपछि त्यो पेमेन्ट डन भनेर त्यहाँ स्टार्ट रेजिस्ट्रेसन बटन आउँछ अनि बल्ल डिटेल्सहरू भर्न मिल्छ। त्यही भएर खल्तीमा चाहिँ सुरुमा पैसा लोड गर्नुहोला। यहाँ आफ्नो आफ्नो ठुन्चुन अब बिएससी नर्सिङको लागि मैले गर्न लागेको छु खल्ती पेमेन्ट थिचेर। बिएससी नर्सिङ ग्रेजुएटेड फ्रम नेपाल हो कि बाहिरबाट हो त्यही अनुसार क्लिक गरेर तपाईँले खल्ती पेमेन्ट चुज गर्नुहोला। अब चाहिँ तपाईँले आफ्नो खल्ती अकाउन्टको केही डिटेल्सहरू भर्नु, जस्तै फोन नम्बर, खल्तीको पासवर्ड अथवा मोबाइल पिन। सबै डिटेल्स भरेपछि सबमिट गरेपछि तपाईँको फोनमा ओटिपी आउँछ। त्यो ओटिपीलाई भरिसकेपछि पेमेन्ट गर्नुहोला पेमा थिचेर। अब पेमेन्ट पनि सकिसकेपछि मलाई फेरि अगाडिको पेजमा रिडाइरेक्ट गर्छ। तर मेरोमा अब चाहिँ क्लिक टु रजिस्टर भन्ने अप्सन आउँछ यहाँ, अनि त्यहीँ गएर अब रजिस्ट्रेसन सुरु गर्न पर्छ। यो पेजमा चाहिँ आफ्नो जेनरल इन्फर्मेसन भर्न पर्छ। यो चाहिँ अघि प्रिफिल्ड इन्फर्मेसन हो, अघि नै भरेको वाला। अब चाहिँ डकुमेन्ट डिटेल्सहरू जस्तै नागरिकताको डिटेल्सहरू भर्न पर्छ तलतिर। आफ्नो त्यो सबै डिटेल्स भइसकेपछि डकुमेन्ट्स अपलोड गर्न पर्छ। डकुमेन्ट्समा चाहिँ हामीले नागरिकताको फ्रन्ट, नागरिकताको ब्याक, आफ्नो सिग्नेचर र एउटा सानो पासपोर्ट साइजको फोटो भर्न पर्छ, अपलोड गर्न पर्छ। त्यो फोटो चाहिँ तपाईँको लाइसेन्समा पनि आउने भएको भएर आफूलाई मनपर्ने राम्रो छानेर राख्नुहोला। आफ्नो सबै डकुमेन्ट्सहरूलाई अपलोड गरिसकेपछि यहाँ तल एक्जामको बारेमा रुल्सहरू लेखेको छ। त्यो रुल्सहरू चाहिँ राम्ररी पढ्नुहोला र कुन बेला चाहिँ आफू त्यो एक्जाम हलबाट निस्किन पर्छ आफूलाई गरिन्छ भनेर पढेर कन्टिन्यू गर्नुहोला, सेभ एन्ड कन्टिन्यू। यो फर्म चाहिँ अब सेभ हुन्छ र अर्को पेजमा तपाईँहरू कन्टिन्यू गर्न जानुहुन्छ। यो पेजमा चाहिँ तपाईँले आफ्नो क्वालिफिकेसन्सहरू भर्नुपर्छ, जस्तै +2 को इक्विभ्यालेन्ट हुनुहुन्छ भने चाहिँ त्यो डिटेल्स र साइन्स हुनुहुन्छ भने पनि त्यो डिटेल्स, दुइटै सेम छ भने पनि सेम कुरा डिटेल्स रिपिटमा भर्न पर्छ। आफ्नो सबै डिटेल्सहरू भरिसकेपछि अर्को पेजमा सेभ एन्ड कन्टिन्यू गर्नुहोला र यो पेजमा चाहिँ तपाईँहरूको सबै डकुमेन्ट्सहरू ओरिजिनल डकुमेन्ट्सको स्क्यान्ड भर्जनलाई चाहिँ राख्नुपर्छ। यदि डकुमेन्ट चाहिएको पेजभन्दा दुईवटा छ भने चाहिँ त्यति बेला जेपिजी फर्मेटमा होइन पिडिएफ फर्मेटमा अपलोड गर्नुहोला। मैले चाहिँ सबै जेपिजीमै गरेँ। आफ्नो डकुमेन्ट्सहरू सबै अपलोड गरेपछि सेभ एन्ड कन्टिन्यू क्लिक गरेर म अर्को पेजमा पुगेँ। यसमा एडिसनल डकुमेन्ट्सहरू थप्ने परे भए चाहिँ राख्न पर्यो। मेरो चाहिँ कुनै नभएको कारणले गर्दाखेरि मैले फेरि पनि सेभ एन्ड कन्टिन्यू गरेर नेक्स्ट पेजमा पुगेँ। अब चाहिँ म फर्म सबमिसनको लास्ट पेजमा पुगिसकेँ। तपाईँले भ्यू डिटेल्समा थिचेर चाहिँ एकचोटि आफ्नो फर्म कम्प्लिट भएको छ कि छैन, केही डिटेल्स मिसिङ छ कि, केही रङ पो भयो कि रिचेक गर्नुहोला। त्यति गरेपछि बल्ल फेरि सबमिट गर्नुहोला है, एप्लाई गर्नुहोला। अब चाहिँ तपाईँको फर्म सबमिट भइसक्यो, एप्लाई गरिसक्नुभयो। आफ्नो लगइन पेजलाई चाहिँ कन्फर्मेसन पेजलाई चाहिँ सेभ गरेर राख्नुहोला अनि बल्ल चाहिँ तपाईँले त्यो सेभ गरेको इन्फर्मेसनलाई डाउनलोड गरेपछि बल्ल तपाईँको फर्म सबमिसन कम्प्लिट भयो। यहाँ हेर्नु डाउनलोड कन्फर्मेसन पेजबाट डाउनलोड गर्न पर्छ। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। आई होप यु लाइक दिस। अनि मेरो यस्तै कन्टेन्ट्सहरू चाहिन्छ भने प्लिज डु सब्सक्राइब टु माई च्यानल। केही क्वेरिज छ भने कमेन्ट सेक्सनमा सोध्नुहोला। बाई बाई।